अब इन्जिनियरिङमा स्कोप नभए नि यतातिर राम्रै हुने। अब छिट्टै बसन्तपुरतिर देख्न पाउँछौँ कि काठमाडौँ। अच्छा हाम्रो आफ्नै अर्ग्यानिक भैँसीले दिएको अर्ग्यानिक घरबाट लिएर आएको घिउ पनि छ। हेर्नुहोस् यति धेरै, हेर्नुहोस् यस्तो हुन्छ खास वास्तविक यथार्थ वनभोज कार्यक्रम भनेको। बाहुनको छोरो भएर खाइरहन भने यता चटपट भन्दै अर्को यता हेर्नुहोस् हाम्रो चटपट वाउ खाम लाग्ने चटपट। यो पुस्कर अब भोलि पर्सि यस्तै खोल्नुपर्छ है पुस्कर हामी सबै मिलेर। सब चाहिँ हेर्नु चाहिँ क्या दामी मिठो मिठो परवेशले कस्तो पकाए मासु भन्ने अब चाख्दैछौँ हामी। ल है हाम्रो पाक्यो है लास्टमा फाइनल्ली लामो समयको इन्तजारपछि तर खाने है गाइज हामी पिकनिक खाना आइयो है। पिकनिक खाना पोका पुन्तिर बोकेर म र सुभाष आइसक्यो। अझ हाम्रो गाइजहरू आउँदैछन्। हामी चाहिँ भर्खर पिकनिक स्पोटमा आइसकेका छौँ र म मात्र आएको। अहिले म दाउरो खोज्दैछु, साथीहरू फेरि सामान लिने गएछन्। गाउँमा जसरी खाइन्थ्यो नि त्यसरी हामीले क्याटरिन लगेर बजारमा पिकनिक त गाडी साडी रिजर्भ गरेर लगेर खाइयो। त्योभन्दा अलिक फरक प्रकारको हामीले जुन गाउँमा सानो हुँदाखेरि खाइन्छ नि जसले हो त्यस्तो खालको पिकनिक खाना खाँदै जान्छौँ क्या आज हामी। ल है हाम्रो यहाँ पुस्करले चाहिँ ऐनो बनाउँदैछन्। यो चाहिँ स्ट्यान्डर्ड ऐनो हो यो चाहिँ। यसको लागि चाहिँ हामीले भर्खर दाउराहरू माथि गएर लिएर आइसक्यौँ। यति दाउरा जम्मा जुगाड गरिसक्यौँ। ए केटाहरू यता आइसक्यो। सुभाष ओ सुभाष के छ ठिक छ नि? रमाइलो भइरहेको पिकनिक परवेश वनभोज कार्यक्रममा हामी हेर्नुहोस् यस्तो हुन्छ खास वास्तविक यथार्थ वनभोज कार्यक्रम भनेको। मेहनत देखेको यहाँ यो सुदूरपश्चिमको तरिकाले बनाइराख्ने यस्तो राम्रो। हामीसित हिमाल पहाड तराई सबै छौँ कि हामी होइन। हामी सुभाष र म पहाडको, यिनी र म। तिनी चाहिँ तराईको, बस्न चाहिँ तराईको तर मान्छे चाहिँ पहाडकै हुन्। अनि यिनी चाहिँ सुदूरपश्चिमको हिमाल पहाड तराई, हामी सबै नेपाली। दर्शकवृन्द तपाईँहरू हेर्न सक्नुहुन्छ उहाँ। र यहाँ चाहिँ अब हामी चिया सबभन्दा पहिला चाहिँ चिया खाएर हामीले चाहिँ पिकनिकको उद्घाटन गर्ने भनेका छौँ। त्यही भएर चियाको लागि यो माटो लगाइराखौँ कि फेरि नभए माझ्न सकिन्न नि त। हामीसित ग्यासको छैन, व्यवस्था छैन हाम्रो फेरि। त्यही भएर अब हामी चाहिँ यो यस्तो गर्दैछौँ। आफ्नै अर्ग्यानिक तरिका यो चाहिँ हाम्रो गाउँले पुर्ख्यौली हाम्रो तरिकाबाट। नभए फेरि भाँडा माझ्न सकिन्छ। भाँडा हामीले कहाँ माझ्ने अरे केटा? सुभाषले चिया पकाउँदैछन् है। सेतो चिया पहिला चाहिँ चिया खाने हो हामीले। दुध चिया है फाइनल्ली गाइज हाम्रो चिया पनि पाकिसक्यो। अब चिया खाने हो हामी। सुदूरपश्चिमले सकाए उमालेर उ गरे उता हाम्रो पुलाउको तयारी हुँदै है। यता पुलाउ भिजाइसक्यौँ। सुभाषले पुलाउ भिजाए। बाबा हामी अब तयारी गर्दैछौँ पुलाउका लागि होइन। चिया अब चिया खाँदै चियाको चुस्की हान्दै त्यो रमणीय वातावरण हेर्नुहोस्। अनि हामी चाहिँ अब अगाडि अब नेक्स्ट प्रोसेसमा हामी छौँ। त्यो प्रोसेस भनेको पुलाउको प्रोसेस हो, जसमा हामीले गाजर हाल्नेछौँ होइन। नम्बर 1 गाजर हाल्नेछौँ। त्यसपछि अर्को केराउ हाल्नेछौँ। त्यस्तै गरी टमाटर त्यो मेन कुरो हाम्रो सबैभन्दा महँगो चिज एकदम यहाँ कहाँ छ हाम्रो कहाँ? हामीसित पनिर पनि छ आज। पनिर छ, च्याउ छ, काँक्रोहरूदेखि लिएर सब छ कि हामीले त सुभाषले उता सुरु गरिसक्यो। चटपट पनि खाने छौँ। हाम्रो आफ्नै अर्ग्यानिक भैँसीले दिएको अर्ग्यानिक घरबाट लिएर आएको घिउ पनि छ। हेर्नुहोस् यति धेरै छ। आज यो घिउ पनि खाने हो हालेर। मासुदेखि पकाएर हाम्रो मासु छ फेरि आज धेरै छ। भिडियो अन्त्यसम्म हेर्नुहोस्, एकदम रमाइलो हुने छ। पहिलो भोजन यहाँको चिया पाकिसक्यो। चिया खाँदैछौँ। चियाको चुस्कीसँगै हाम्रो पिकनिक सुरु हुने छ। चियापान कार्यक्रम हाम्रो पुष्करले दिँदैछन् चिया। भविष्यको डोली चायवाला आउने हुन्छ। अब इन्जिनियरिङमा स्कोप नभए नि यतातिर राम्रै हुने। अब छिट्टै बसन्तपुरतिर देख्न पाउँछौँ कि काठमाडौँ। ए यार त्यो पनि छ। स्कोप छ कि हामी डराउनु पर्दैन हाम्रो देशमा यार। चिया बेच्नु त बेस्ट बिजनेस, पैसा होगा। सबभन्दा राम्रो व्यापार चिया पानी। ल चियासित पाउरोटी, हामीले पाउरोटी खाँदै खाऊँ। ल
यहाँ यी पुलाउ पाक्दै है। अब दोस्रो लटमा हाम्रो पुलाउ पाक्दै है। परवेशले पुलाउ पकाउँदैछन्। पुलाउ कस्तो मिठो बनाउँछ नि परवेश? ए हात चाटी चाटी खान्छु। लडिक छ पुलाउ फेरि एकदमै राम्रो। हाम्रो भान्से नै हुन् कि कुक, भविष्यको कुक पनि हुने नि। यहाँ यस्तो यो पुलाउ भन्दै हाम्रो यो ऐनामा अर्ग्यानिक आगोमा, यो ग्यास छैन, कुनै ग्यास छैन, यो आगो, यो हामीले आफै जम्मा गरेका दाउराहरूबाट बलेको आगो हो यो भने। यता चटपट बन्दै अर्को यता हेर्नुहोस् हाम्रो चटपट, वाउ खाम लाग्ने चटपट। इन्जिनियरिङतिर प्रगति भइरहेको छैन यो पुस्कर अब भोलि पर्सि यस्तै खोल्नु पर्छ है पुस्कर, हामी सबै मिलेर। चिया पसल चटपटे सबै। अनि यसो यो बाहिर खोल्ने मस्त खान्छ अनि हुन्छ। त यो अब चटपट कति मिठो होला गाइज। यता धनिया छ हाम्रो चटपटे इन्जिनियरिङ चटपटे। ल हाम्रो चटपटे रेडी भइसकेको छ। अब चटपटेले हामीले खाँदैछौँ है। यो केटाहरूले खाना सुरु गर्छ कि म पनि खान्छु। हाम्रो यहाँ पुलाउ पाक्दै है। यसमा दुईवटा हाम्रो नटा र दुईवटा कुकरमा पुलाउ पकाएको। अन्त सिटी लगाइराख यो त्यहाँ बास्नादार सिटी हानिराख पुलाउले। यतापट्टि पनि अर्को पुलाउ हो फेरि। उतापट्टि भेज पुलाउ, यतापट्टि नभेज पुलाउ है पुलाउ। हाम्रो यहाँ पुलाउ रेडी भइसक्यो दुईवटा कुकरमा। अब यता हामीले चाहिँ मटन बनाउँदैछौँ। यसको लागि चाहिँ यता चटनी, मटनको लागि चटनी यता हुँदैछ। परवेशले मटन पकाउँदै। किसको लागि? त्यो के हाम्रो छ नि त्यो मेन यो मटन भन्दा नि अझै अर्को ठुलो छ कि त्यहाँ। के भन्छ त्यसलाई? कुखुरो हो पोलेको कुखुरो हो। त्यसको लागि चाहिँ चटनी हो हाम्रो। मधेसी चटनी बन्दैछ। यहाँ मधेसी चटनी अब कस्तो हुन्छ चाख्ने भयो तपाईँहरू। यहाँ आउनु होला डाँडा, नभए परवेशलाई कहिले पिकनिक खान लैजानु होला कतै होइन। त्यसपछि परवेशले राम्रो मिठो पकाउँछन्। आज कस्तो पकाउँछन् परवेशले भन्ने कुरा नि थाहा हुन्छ यहाँ। आज त शब्दमा बयानै हुँदैन मेरो त। त्यस्तो बनाइदिन्छु म। तिमीहरू के बोल्न खोज्छौ होइन, मेरो बारेमा के भन्न खोज्छौ, तारिफ गर्न खोज्छौ न, तर शब्दै अड्किन्छ कि घाँटीमा। त्यस्तो गराइदिन्छ आज। हेर न ल घिउ हाले पहिला। अब एउटा च्यानल मटन फेरि घिउ हो कि मटनमा घिउ खाइन्न नि होइन। हेर देख्यो यस्तै हाई क्वालिटी छ आज होइन। यही हो। बाँकी त हामी धेरै भन्न पनि हुन्न। यो यता नदेख है, सिक्रेट रेसिपी हो कि। थाहा पायो भने अनि हुन्छ नि त नि। यता यी दालको लागि पनि रेडी हुँदैछ। यहाँ दाल भिजाइरहेको नि पुस्करले। पुस्कर भेज हुन् त्यही भएर यता यहाँ यो काटकुट हुँदैछ उसको लागि। हाम्रो मटन नि देखाइदिउँ न गाइजहरूले। खोइ यहाँ चाहिँ हाम्रो मटन छ। यो यहाँ चाहिँ है यता मटन चिकन सबै छ हामीसित। यता अब हाम्रो हुँदैछ है। पुस्करले आयो रेडी भएन। अब पुस्करको भेजको लागि तयारी गर्दैछ यिनले पनिरदेखि लिएर च्याउ सबै बनाउने विचारमा खाने नि। ल हाम्रो यहाँ मटन निकाल्दैछु म। मटन र चिकन यहाँ छ। अब पहिला चाहिँ हामीले मटन बनाइन्छ यो मटन। ल परवेश यहाँको एकदम आज कुकुन। ल आज यस्तो मिठो पकाउँछन्। अब यहाँ यस्तो हेर्नुहोस् यस्तो सबैले पकाउन सक्दैनन् के फेरि। त्यो त हालिसक्यो। हामी चाहिँ यस्तो जङ्गलमा आएको है। यस्तो दामी जङ्गलभित्र। यहाँ चाहिँ हाम्रो उताबाट हाम्रो टाइम ल्याप्समा खिचिराखौँ हामीले चाहिँ। उता हाम्रो अर्को क्यामेरा छ। यता हाम्रो साइड एङ्गलको यहाँ क्यामेरा चाहिँ यो हो है हाम्रो। परवेशले पकाउँदैछन् यहाँ प्याज भुटिराखन्। अब पुस्करले दाल बनाउँदैछन्। यो के हो रे? यो सिधै उहाँबाट इम्पोर्ट गरेको मसला हो। कहाँ? कतार? कतारबाट हामीले ल्याइन्छ यस्तो कुरा। यो अमेरिका होला। सिधै राष्ट्रपति भवनबाट सिधै इम्पोर्ट गरियो। अब यसलाई चाहिँ अब यता टमाटर आइसक्यो। क्यामेरामा नभनिहाल्नु पर्ने भनिहालियो होइन। ठिक छ। ल यो पुलाउ टेस्ट गर्ने। पुलाउ रिभिल गरेर त पुलाउ खुल्लो यार। एकछिन खुल्लै छोड्दिनु, छोड्न हुन्न अन्त। एकछिन खोल्न हुन्न अन्त है पुलाउ यहाँ हाम्रो। हो सही बात। त्यो हाम्रो दर्शक बिनलाई दामी थरीका पेस्टहरू हालेर जो यहाँ चाहिँ हाम्रो भाँडो सानो भएर मात्र थोरै पकाएको। बाँकी त स्टक अहिले त्यो अहिले पनि देखाउँछौँ फेरि। यहाँबाट थोरै अनलाइन के कहिले त्यही त चारजना यति लगेर गयो नि सानो उता खासमा धेरै अहिले ठुलो आउँदै भुट्टा जस्तो मात्रै हो कि भुट्टा जस्तो उता। यसलाई के भन्छन् के स्टार्टर के सुरुमा हो जाने बित्तिकै हाम्रो इजेक्टरहरू आउँदै छ। होटलमा सुरु अर्डर गर्नुभन्दा पहिला आउँछ नि त एउटा चिज। भेजको चाहिँ लास्टै बिजोग भयो जस्तो अवस्था।
आगो नबलिदिएर यस्तो ल्याउ भयो कि भेज भनेपछि खोइ नबलेको कि आगो के हो पुस्कर सागपातको कमी भयो कि कुन्नी त्यही रहेछ ए हेर्नुहोस् हाम्रो भेज दाल बन्दै है ल यहाँ त हाम्रो एकदम वाउ कति मिठो छ देखाइदेऊ त खोलेर मठा देखो देखो स्वाद जाला के फेरि त्यो मोबाइलमै फेरि बास्ना मटन गाइस ल हेर्दैलाई गाह्रो के लखर हिँड्यो के गरे नि सुख छैन ए मेरी बासै मासु रेडी भइसक्यो बास्ना चलाएर नि चौतान देखाइदिनु ए यता फेरि हाम्रो दाल पनि बनिसकेको छ ल यता पनिरको लागि पनिर पुस्करको भेजको पनिर उता पनिर बन्दै खाऊ अब यता च्याउ पनि बनाउँदै खाने यिनले यता यी पनिरको लागि यो ल पुस्करले त च्याउ बनाउने कि पनिर बनाउने हो ए लडेको छ फाइनल्ली हाम्रो रेडी भइसक्यो है पुलाउ रेडी भइसक्यो मासु अब हाम्रो एउटा चिकन बाँकी छ त्यो चाहिँ अहिले हुन्छ एकछिन हाम्रो पस्किँदैछन् हाम्रो भान्से हुन् प्रवेश ल है ल सबले यता आयो भेज हाम्रो भेज आयो घिउ ल सलाद पनि हाम्रो रेडी भइसकेको छ सब चाहिँ हेर्नु चाहिँ क्या दामी मिठो मिठो प्रवेशले कस्तो पकाए मासु भन्ने अब चाख्दैछौँ हामी ल यता यस्तो भइसक्यो उता भट्टेको उता अर्ग्यानिक दाल भइसक्यो हेर्नु धनिया हालेर म छु म पनि देखिनु पऱ्यो नि त फेरि होइन ल यहाँ चाहिँ गाई ए बिहानीको घाम चाहिँ अर्ग्यानिक जुनसुकै कुना काप्चा जुनसुकै रुखमुनि जुनसुकै जङ्गलमुनि जहाँबाट पनि हेर्दै हुनुहुन्छ मासु मठ ल हामी त भेज परिएन ए यता भेजको चाहिँ यस्तो है च्याउ खोइ पो तिम्रो च्याउ दाल मात्रै कति देर राखिदिएको मलाई ल गाइस अब चाहिँ हाम्रो खाएर पेट टनक्क पार्यो है अब चाहिँ हाम्रोलाई टक्क फेरि अर्को अब बेलुकालाई खाना छ हाम्रो यहाँ के छ पर्ने देखाइदेऊ त हाम्रो देखाउनै पर्ने हो र देखाइदेऊ देखाउने देखाउने हेर्नुहोस् अब चाहिँ हाम्रो यसमा आगोमा पकाउने हो मस्तै मर मसला दलेर त्यसमा चाहिँ अब हाम्रो कुखुरो भयो कुखुरोपछि अरू पनि छ छैन त थुप्रै छ त्यहाँ जति पनि छ त्यता ऊ पुस्करु खाएर अगाएर ढ्याउ गरेर बस्यो अन्ति हाम्रो चाहिँ खाना एकदम धेरै रहेको है अब सुभाषले यहाँ ट्रिक लाउँदै खाने यहाँ अब यसलाई कोपेर अनि आगोमा पर यो एल्युमिनियमको फोइललाई उ गरेर त्यसरी यो फोइलले उ गर्ने हामीले किनेर ल्याखौँ रुक्ने एकछिन पहान एकैछिन त हो त मुला तबसम्म त्यसले ढोक्न उ त्यसले बिर्को छैन अहिलेसम्म त ढाकिरहेको थियो कहीँ थियो अर्को भाँडामा राखेको एकछिन पहाके एकछिन बेटा पर्ख हाम्रो चाहिँ यहाँ यस्तो आइसक्यो यो यहाँभित्र चिकन छ हाम्रो अब यो चाहिँ मस्त आगोमा पकाउने हो यता सुभाषले माटो रेडी पार्दैछन् आफ्नै घर आँगनमा फलेको के भन्छ अरे कुखुरोलाई पोलेर लोकल कुखुरालाई पोलेर माटोले अब यसरी एल्युमिनियम फोइलले कभर गरे पछाडि अब यसले हामी पकाइदिन्छौँ यसमा 1-1.5 घन्टा पकाएपछि त्यस पछाडि त हो पाउँदैन त्यसपछि त्यो भित्र यसको विधि केवल ल पानी यहाँ अझै पुगेन मात्र थाहा छ त्यो थाहा छैन तिमीलाई यहाँ खोल्नु पर्छ पानी हाल्दा बिर्को पनि खोल्नु पर्छ सिक्ने भयो सुभाष पौडेललाई पिकनिक लग्नु पर्छ मासु पकाउने भए प्रवेशलाई लग्नु होला भेज खाने भए पुस्करलाई लग्नु होला क्यार्ने भए यता हाम्रो यो तोरी फुलेको ह मस्त लाएर एकदम राम्रो हो यता हाम्रो आगो रेडी हुँदै ह अब हाम्रो फेरि चटपट पनि खानु हो हामीले कति धेरै खानु हो यार अझै चटपट खानै बाँकी छ फेरि अघि दिन छोटो भयो के अझै चाहिएको छ यार ल है ल लेपन सुरु भयो है लेपन सुरु भयो ल यी ल ल है ल यो चाहिँ मेड इन स्याङ्जा
ल है ल यसरी खानु होला गाइजी यस्तो मिठो अब कस्तो बनाउँछन् मटन त दामी मिठो भयो अब चिकन चाहिँ सुभाषको पालो ह बाहुनको छोरो भएर खाइरहन उपाध्याय हो माटो पुगेन है माटो पुगेन आखिर कस्तो होला त यो मासु भनेपछि उपाध्याय बाहुन नै सिकेका हुँदैन सुभाष फेरि एकदम पौडेल हुन् उपाध्याय हुन् अझ कुकुरा खान सिकेछन् कि खसी खसी हुन रे भइसक्यो कि अब त उपाध्याय हुन् ल है यस्तो बबाल बनेछ है बबाल अब आगोले रन्किन्छ अब यहाँ रन्किन्छ मजाले भित्र आगो रन्किरहेको छ अघि है गाइज ल यहाँ हाम्रो यो पाकिरहेको छ यता हाम्रो गाइजहरू भाँडा माझ्दैछन् यता ऊ अब थाकिसके केटाहरू भाँडा माझ्दैछ नि म पनि थाकिसकेर बसिरहेको यता यता मस्त पाकिरहेको छ अब बेलुकाको आहार हो हाम्रो यो ए गाइज यहाँ चाहिँ हाम्रो अब क्याम्प फायरिङ सुरु भइरहेको छ है यता हाम्रो पाक्दैछ खानेकुरा यतापट्टि चाहिँ हाम्रो आगो झल्किरहेको छ मजाले बलिरहेको छ यही आगोको छेउमा हामी बसिरहेका छौँ यो डाँडो कठ्याङ्ग्रिलो डाँडोमा अब आजको पिकनिक कस्तो भयो परवेश भनिदेऊ नि तल बस न केही देखियो छैन शब्दमा बयान नगर्ने थियो र त्यसैमाथि आफ्नै हातले पकाएको चिज के भनौँ नभनौँ यो भन्दा कति भन्यो होला भन्ला हौ होइन शब्द छैन मसित म के गरिदियो भनेर केटाहरूले मलाई युगसम्म सम्झिरहनेछन् भन्ने मैले विश्वास लिएको किन सम्झिन रहनेछन् भन्ने कुरा म हाम्रा साथै सुभाष पौडेलज्यूबाट ल सुभाष पौडेल आसन ग्रहण गरिदिनुहोस् त उता ठाउँमा अब चाहिँ तपाईँ त्यति क्यामेराले खिच्दैन फेरि यो फ्ल्यास बाल्नु पर्यो क्या कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर म सक्दिन आफ्नै प्रतिबिम्ब छेप्न नसक्छु म आकाश चिथोरेर फेर्न सम्झिने मन छ बिर्सु कसरी तिमी नै भनिदेऊ ए निष्ठुरी जाने मन हो कि यो जाने निष्ठुरी यी औँला तिनै हुन् तिमीले चुमेका परेली तिनै हुन् तिमीले पुछेका गाइज ल है अब फाइनल्ली हाम्रो लामो इन्तजार पछि टाढा टाढा गएको हेर न ओइ नहाल्नु आलु छामा त आलु नपाकिँदा त पाके होइन है ओइ आलु खस्यो यता झराउ न त्यसको माथि ल है हाम्रो पाक्यो है लास्टमा फाइनल्ली लामो समयको इन्तजार पछि तर खानी चाहिँ कसरी यसरी नै हाम्रो पिकनिक यसरी इन्ड भएको छ है गाइज अब हामी रागो सागो निभाएर फेरि जिम्मेवार बन्नु होला जहिले पनि निम्बुबार नगरिकन आगो चाहिँ राम्रोसँग निभाएको छ हामीले सरसफाइ पनि राम्रो गरेका सबै हामीले चट्ट पारेर जस्तो थियो त्यस्तै बनाएर छोडिदिएका मेन चाहिँ अब गर्ने जाडोको समयमा आगो लाग्न सक्छ यसबाट चाहिँ हामीले बचाउनु पर्छ हामी जिम्मेवार हुनुपर्छ यति भन्दै हाम्रो भ्लग इन्ड गर्छु हस् धन्यवाद।